रङहरूको पर्व होली दैलोमै आइपुगेको छ। हामी सबैलाई रमाइलो गर्न मन पर्छ, तर के तपाईँलाई एउटा कुरा थाहा छ? हाम्रो एउटा सानो गल्तीले यो खुसीको पर्व अस्पतालको बेडमा परिणत हुन सक्छ। आज म तपाईँहरूलाई होली खेल्दा ध्यान दिनुपर्ने 3वटा यस्तो कुरा भन्नेछु जसले तपाईँको रङ्गलाई फिका हुन दिने छैन। पहिलो कुरा, बजारमा पाइने सस्तो र रासायनिक रङ्गहरू। यस्ता रङ्गहरूले छालामा कडा एलर्जी, आँखामा गम्भीर समस्या र श्वास प्रश्वासमा समेत गम्भीर असर गर्न सक्छ। र दोस्रो कुरा, जबरजस्ती वा इच्छा विपरीत कसैको अनुहारमा रङ्ग दल्नु वा फोहोर पानी फाल्नु यो नेतृत्व होइन, अपराध हो। एउटा सभ्य नागरिकले सधैँ अरूको कन्सेन्ट र सहमतिलाई सम्मान गर्नुपर्छ। होलीलाई सभ्य बनाउन यी 3 कुराहरू पक्कै गर्नुहोस्। 1. छालाको सुरक्षा। रङ्ग खेल्नुभन्दा अगाडि शरीरभरि तोरीको तेल दल्नुहोस्। यसले रङ्गहरूलाई छालाभित्र जान दिँदैन। 2. प्राकृतिक रङ्ग। सम्भव भएसम्म अबिर वा घरेलु रङको प्रयोग गर्नुहोस्। कडा पेन्ट र मोबिल जस्ता कुराहरू प्रयोग नगर्नुहोस्। र 3. पानीको सीमित प्रयोग गर्नुहोस्। पानीको लोलाले कसैलाई चोट लाग्न सक्छ, त्यसैले सुरक्षित तरिकाले अबिरले मात्र रङ खेल्ने प्रयास गरौँ। होली सम्बन्ध सुधार्ने पर्व हो, बिगार्ने होइन। आफू पनि सुरक्षित रहनुहोस् र अरूलाई पनि सुरक्षित राख्नुहोस्। तपाईँलाई र तपाईँको परिवारलाई रङ्गहरूको यो पर्व होलीको धेरै धेरै शुभकामना। तपाईँलाई होलीमा सबैभन्दा बढी कुन रङ मनपर्छ कमेन्टमा लेख्नुहोस् र सक्दो आफ्नो साथीभाइहरूलाई पनि यो जानकारी सेयर गर्नुहोस्। नमस्कार। आफ्नो भोलि आज बनाऊ र होलीको सम्पूर्णलाई धेरै धेरै शुभकामना।